सधैँ चम्किने पहेँलो कुरा सुन हुँदैन भने जस्तो प्रत्येक सेतो कुरा, चिप्लो कुरा घिउ हुँदैन। बजारमा भेटिने विभिन्न परिकारबाट, विभिन्न तरिकाबाट बनेका घिउहरू हुन सक्छन्। जस्तै यस चित्रमा हेर्दाखेरि बेकरी सर्टेनिङ भनेर लेखेको छ। अर्थात् बेकरीका कुराहरूमा प्रयोग गर्नको लागि बनाइएको विशेष प्रकारको घिउ, जसमा डाल्डाहरू अथवा विभिन्न तेलहरूका माध्यमबाट हेर्दाखेरि यसलाई ठोस बनाएर राखिएको हुन्छ। यसलाई चाहिँ पाउरोटी, बम यस्ता कुरामा प्रयोग गर्नलाई बनाइएको हो। र भए तापनि डेरीका ठाउँमा कुनै पनि पसलहरूमा यस्तो खालको तत्त्वहरू, यस्तो खालको चिजहरू चाहिँ घिउ भनेरै बेचिएको हुनसक्छ। अथवा त्यो बनाउने कर्ताले पनि त्यसरी नै बेचिनको लागि व्यापार अथवा प्रचार प्रसार गरिरहेको हुनसक्छ। त यस्तो खालको घिउहरूले चाहिँ हाम्रो शरीरलाई पक्कै पनि घात गर्छ। हाम्रो मुटुदेखि लिएर हाम्रो शरीरमा बोसो बढाउनुदेखि लिएर विभिन्न गर्छ। तर घिउ नराम्रो चिज होइन। शुद्ध घिउ पाउनुहुन्छ भने फार्ममा गएर दहीबाट बनेको घिउ निकाल्नुहुन्छ, महीबाट छुट्याएर बनेको घिउ अथवा डेरीमा गएर पनि शुद्ध नहुनी ल्याएर त्यसपछि बनाएर बनाउनुहुन्छ भने घिउले राम्रो नै गर्छ। किनभने 2010 सालमा भएको रिसर्च जुन अनुसन्धान थियो जसमा चाहिँ मुसाहरूलाई निश्चित मात्रामा चाहिँ घिउ दिएको थियो। उनीहरू खानाको 10% दिएको थियो। त्यसमा चाहिँ उनीहरूको बोसोहरू बढेको देखिएन, लिपिडहरू बढेको देखिएन र उनीहरूको अझ वेट चाहिँ घटेकै देखियो। अर्को 2022 सालमा भएको रिसर्चमा पनि यस्तै मान्छेमै गरेको थियो। तिनीहरूको पनि बोसोको मात्रा कति बढ्छ बढ्दैन भनेर हेरिएको थियो। त्यसमा पनि उनीहरूको बोसोको मात्रा, उनीहरूको लिपिड प्रोफाइलमा चाहिँ त्यस्तो खालको खराबी केही पनि भेटिएन। त्यो हुँदाखेरि घिउ शुद्ध हुन्छ भने शरीरमा कुनै पनि हानि गर्दैन, अझ यसलाई राम्रो नै गर्छ। अझ रिसर्चर्सहरूले के भन्छ भन्दाखेरि नेपाल जस्तो एसियाहरूको देशमा चाहिँ यो कार्डियोभास्कुलर डिजिज, मुटु सम्बन्धी रोग, यो बोसो सम्बन्धी रोग आएको चाहिँ यो पारम्परिक रूपमा भएका घिउहरू कुरालाई हटाएर यो तेलहरू जुन आज बजारका तेलहरू अझ रिफाइन्ड तेलहरू आएपछि चाहिँ भएको भन्ने रिसर्चहरू थुप्रै भेटिन्छ। त्यसकारणले घिउ नराम्रो होइन, चयन चाहिँ राम्रोसँग गर्नुपर्ने हुन्छ। सचेत भएर यस्ता खालको प्रकारको घिउ चाहिँ प्रयोग नगर्ने, एकदम राम्रो खालको घिउ प्रयोग गर्ने, महँगो भएर केही भएन थोरै प्रयोग गर्ने, तर घिउ चाहिँ राम्रो क्वालिटीको प्रयोग गर्ने, सचेत भएर प्रयोग गर्ने गर्नुपर्दछ।